स्वागत छ। आज चाहिँ हामी वनभोज जाइरहेछ। आज चाहिँ हाम्रो मिनी भ्लग छ। त्यही भएर आज अस्तिको भ्लगमा लाइक सब्सक्राइब गरिदिनु भयो होला, तपाईँलाई धेरै धन्यवाद छ। यो भ्लगमा नै त्यस्तै पुरै भ्लगसम्म हेरिदिनु होला। आज चाहिँ हामी वनभोज जाँदैछौँ हाम्रो माथि मन्दिरको देउतीमा। आज नि हाम्रो वनभोज छ। अस्तिको पालि नै हामीले वनभोजै मनाएको हो। यहाँ वरिपरि हेर्नु सक्नुहुन्छ, पुरै घर छ, गाउँ पुरै छ। आउनु, अब मेरो पछि पछि आउनु गाईहरू। यहाँ चाहिँ उयो पूजामा छ, यो नि जाने हो हैन। आउनु आउनु गाईहरू, पलाउनु गाई, पलाउनु गाईहरू। जाँदैछौँ हामी माथितिर हैन। ल जान्नु अलि नजिक पढ्ने गाइस हैन। यहाँको म चाहिँ अलि नजिक, अब क्यामेराम्यानलाई चाहिँ नदेखिन म चाहिँ समाउन गइरहेको छु हैन गाइस। हाम्रो चाहिँ पुरै मिनी भ्लग हेरिदिनु होला। आइज देखा छैन गाइसहरू। हाम्रो साथी हो, त्यो चाहिँ हाम्रो क्यामेराम्यान हो हैन। आज चाहिँ हामी जाँदैछौँ नि। ऊ त्यहाँ माथि डाँडामा छ, हेर्नु नि। ऊ त्यहाँ माथि डाँडामा छ। हजुर मेरो बहिनीले बोलाइ गाइसहरू। गाइसहरू मेरो मिनी भ्लगमा के हो गाइसहरू। यहाँ हेर्नु सक्नुहुन्छ, यहाँ धान हालेको छ। यो के देख्नु परिरहेछ गाइसहरू। यहाँ हेर्नु, यहाँ चाहिँ मेरो बहिनी छ यी। ल जामहरू, म चाहिँ अहिले अब क्यामेराम्यानलाई दिन गइरहेको छु। ल गाइस उल्टा नसम्म नि हेर्नु। ल गाइस फलो मी, देखिरहेछ मलाई हान्छ। अब देउतीतिर जानु हामी। अब तपाईँहरूको हालचाल के छ हामीलाई थाहा छैन। हाम्रो हालचाल चाहिँ ठिक छ। ऊ बहिनीले चाहिँ खानेकुरा लिएर आएको रहेछ, देखाइदेऊ त। उसले चाहिँ चाउचाउ ल्याएर रहेछ। फलो मी गाइजहरू, फलो मी। अलि नजिक आइ जस्तो। हो दियो हाम्रो दियो मम्मीले त चिया खाइदे घरमा। ल हिँड्नु। ल मलाई देखिरहेछ मोटे। ल गाइजहरू फलो मी। ओइ हुन्छ पछाडिबाट यताबाट जानु। मम्मी तपाईँहरूले मिनी भ्लग हैन। ल अब चाहिँ हामी जानु गइरहेको छौँ। पुरै भ्लग हेरिदिनु होला हैन। यस मेरो युट्युब छ सटिन सिजापतिमा, प्लिज सब्सक्राइब गरिदिनु होला। मेरो दादाले सब्सक्राइब गरिदिनु होला। अहिले 2 क्लासमा छु म। आई एम 5 क्लास। ल गाइस फलो मी। अब चाहिँ म समाउँछु गाइस। ल जाम। ल गाइसहरू पुरै गाइजहरू पुरै आज बनै छ। बन हेर्नुहोस्, यहाँ डाँडाभरि बनै बन्छ। अलि तल झुक्छ, बनै बन्छ। हेर्नु पत्कर ऊ त्यो डाँडामा छ। हामी चाहिँ अब गइरहेको छौँ होइन। मेरो सर्भिस सिजापति भ्लग सब्सक्राइब गरिदिनु होला प्लिज। मेरो दादालाई वनभोज छ आज चाहिँ। कसको? मेरो गाइस दादा हजुर दादा पछि ब्याग हाम्रो त्यो खराब हुन्छ के दादा। देउतीमा बस्ने के होइन गाइस। कति पछाडि हाम्रो चाहिँ यो आइज क्यामेराम्यान। हैन
आम चाहिँ पुरै यहाँ बनेर आमामा चिल डाँडा भने चिल डाँडा गाइजहरू चिल डाँडा। यहाँ चाहिँ बहिनी चाहिँ हेलो मेरो आफ्नै बहिनी हो। गाइजहरू अब चाहिँ म क्यामेराम्यानलाई दिनु गइरहेको छु। देखिरहेछ गाइजहरू अब हाम्रो सफरमा हिँड्नु गइरहेको छ नि हो कि होइन? हो आजै बडबड काट्छु यार ल हाम्रो चाहिँ यहाँ हेर्न सक्नुहुन्छ यहाँ पुरै वरिपरि देखाइदिनु त क्यामेराम्यान हेर्नुहोस् यहाँ। अब हामी यहाँ हाम्रो चाहिँ यहाँ यस्तै छ वनबारीका। देखाउन म चाहिँ बोलिरहेको छु कि देखाउनु उता यहाँ हेर्न सक्नुहुन्छ वनबारीका होइन पछाडि हेर्नु घरै घर छ। यता चाहिँ वन हो हाम्रो उता चाहिँ यता वन हो। अब फल्नु गाइजहरू माल्टी डाँडा यो चाहिँ माल्टी डाँडा हो। ऊ त्यो अघि क्यामेराम्यानले देखाएको थियो नि ऊ त्यो हो त्यो चाहिँ माल्टी डाँडा हो। हामी चाहिँ हाम्रो यो सेफ वन यहाँ चाहिँ हामी तपाईँहरूलाई मन्दिर पनि देखाउन गइरहेको छौँ। हाम्रो यो वनभोजमा तपाईँहरूलाई सबै देखाउने गइरहेको छ। यहाँ पुरै यहाँ भत्किएको छ हेर्नुहोस् यहाँ हेर्नु भत्किएको यहाँ क्याबी बा यो बनाउनु पर्यो। ए सुशीला कार्की अहिले नयाँ आउनु भएको छ सुशीला कार्कीजी। त्यसो यहाँ पहिरो छ यो तपाईँले गलत गर्नुभयो सुशीला कार्कीजी। अब तपाईँले निर्माण गर्नुपर्छ। हामीले तपाईँलाई प्राइम मिनिस्टर बनाइसकेको छौँ। हेर्नु यहाँ हालत यहाँ मन्दिरको हालत हेर्नु। अब आउनु माथिबाट देखाउनु गइरहेको छौँ हेर्नु। अस्ति हामीले यही भ्लग बनाएको थियौँ यहाँबाट सुरु गरेको थियौँ। अनि अहिले चाहिँ मेरो घरबाट सुरु भइरहेको थियो मेरो उसको घरबाट यहाँ हामी यहाँबाट हेर्नु ल यहाँबाट भ्यू दामी आउँछ हेर्नुहोस्। क्यामेराम्यान ल्याउ त अब एकछिन हेर्नुहोस् है पुरै डाँडा चाहिँ घरै घर त्यही घर गाइस। हामी चाहिँ जाउँ अब यहाँ चाहिँ उयो टिच पार्टी भएको थियो त्यति बेला चाहिँ मैले यो भ्लग बनाएको थिइनँ। अब चाहिँ हामी जाउँ है हाम्रो वनभोज पार्टी पनि देखाउँछौँ हामीले होइन गाइजहरू। भन्दा त थोरै शब्द अब हाम्रो मेरो बहिनीले भन्न गइरहेको छ भन्न त भन्न। हाम्रो मम्मी बाबा सबै आउनु भइरहेको गुड यही हो हाम्रो मन्दिर। यहाँ हेर्नुहोस् मन्दिर यो चाहिँ के मन्दिर कनक सुन्दरी मन्दिर हेर्नु है यहाँ लाएको चाहिँ हेर्नु उसले बजिसकेको छ सर यही झारौँ हाम्रो मिनी भ्लगमा। म नि अब घन्टी बजाउन गइरहेको छु। खोइ सम्यक नै आइरहेको गाइस सम्यक त्यो आयो भने चल्न सक्छ गाइजहरू। त्यो सम्यक चल्के मान्छे ऊ त्यहाँ आइरहेछ म गाइजहरू। अब चाहिँ हेर्नु हामी चाहिँ माथि चाहिँ योभन्दा ठुलो भगवान् पनि गाइजहरू मलाई देख्नुभयो होला गाइजहरू। अब चाहिँ हामी माथि गइरहेको छौँ त्यही भएर हामी चाहिँ क्यामेराम्यानलाई देखाउँछौँ। हामीले गर्दाखेरि क्यामेराम्यानले चाहिँ केही नदेख्ने होला तर अहिले के अरे
यस्तो तपाईँहरूलाई चाहिँ देखिरहेको होला हामीले चाहिँ देख्दैनौँ किनकि हामीले देख्दैनौँ अहिले पछि हामीले ऊ त्यो राति हेऱ्यो भने चाहिँ फुल देख्छ गाइजहरू फुल सनहरू सबै देख्छ गाइजहरू यहाँ गाइजहरू हाम्रो मोबाइल चाहिँ खस्यो तर यसले चाहिँ उल्टो समायो अनि चाहिँ हाम्रो भ्लग चाहिँ झन्डै मोबाइल तल खस्न लागेको थियो मैले नि उल्टो गरेछु हेर्नुहोस् है ए अब हाम्रो झन् रमाइलो हुने पाला आइसक्यो हेर्नुहोस् सिलामको ढुङ्गा हो यो चाहिँ ए हाम्रो पहिला चाहिँ मन्दिर देखाउन गइरहेको छु ऊ चाहिँ यता गइरहेछ होइन उयो अगाडि जाँदा म देखाएको छ कि छैन यहाँबाट हेर्नु गाइजहरू यसरी नै हामी अगाडि बढ्छौँ आज चाहिँ हामी लभ सिटी पनि जानेछौँ जस्तो लाग्छ तर धेरै नै टाढा भएर मम्मीहरूले जान नि नदिन सक्छन् तर हामी सक्दो प्रयोग गर्छौँ गाइजहरू ए हाम्रो मन्दिर यहाँ पानी बिग्रेको छ यहाँ हेर्नु हाम्रो यहाँ नि तालचा लागेका छन् गाइजहरू यहाँ हेर्नु यो चाहिँ हाम्रो अरे हनुमान मान्छे हनुमान के अरे भगवान् यहाँ हेर्नु पुरै यहाँ छ गाइजहरू यहाँ चाहिँ अस्ति न बाढी पहिरो आएर पुरै लग्यो गाइजहरू होइन किनभने यो धेरै नजिक पनि जान सकिँदैन है यहाँ खस्ने सम्भावना पुरै धेरै छ म यहाँबाट देखाइदिन्छु यहाँबाट हेर्नु पुरै तल गएको छ पुरै तल जाउँ होइन अब हामी चाहिँ माथि सपोज जान गइरहेको छौँ हेर्नुहोस् है त अब हाम्रो भ्लग त पुरै गरिसक्यो हेर्नु हाम्रो नेपालको झन्डा ऊ हावा नलाएर होला गाइजहरू यहाँ हेर्नु पुरै गाइज ल बेस गरी 3 2 1 गो यहाँ हेर्नु पुरै गाइजहरू अब चाहिँ म क्यामेराम्यानलाई दिन गइरहेको छु ल क्यामेराम्यान यतिकोसँग है यहाँ छ खोइ भइरहेछ ल उहाँ हेर्दा यहाँ यस्तोमा यहाँ हेर्दा यहाँ क्यामेरा छ यहाँ माथि चाहिँ यस्तो गर त्यहाँ छेकिनु सक्छ हो ल क्याट देखिरहेछ गाइज फलो मी हाम्रो एरोप्लेन पनि त्यहाँ हेर्न सक्नुहुन्छ जुम गर्नु जुम ल छोड्दे अब लो गर्दैन पुरै लो भयो मैले देखिरहेको छु नि पुरै तलदेखि माथिसम्म निमिकाले भ्लग बनाउँछ होइन हामी चाहिँ सुन्के खेलेको बम ब्लास्ट तपाईँहरूलाई देखाउनेछौँ हामीले के भएर सुन्ने पनि लिएको छौँ र जाम हाम्रो यहाँ छाया आइज त यहाँ छायामा बस्छ हो अब रामसित देख्यो ल गाइजहरू छेउछेउमा हेर्नुहोस् है त हाम्रो गाइज हाम्रो राम्रो भ्लग गाइज होइन त दादा यस हो नि यहाँबाट हेर्नु त हाम्रो मन्दिरको सूचना यहाँबाट हेर्नु यता पुरै हेर्नु हेर्नु त घरै घर ऊ त्यो चाहिँ लेले हो ऊ त्यो लेली अब जाउँ हाम्रो चाहिँ कहाँ बनाइन्छ भनेर हामी बनिएको छौँ हजुरहरूको नि हामीलाई देखाउनु होला है त हाम्रो चाहिँ पहिरो हेर्नु त बाढी पहिरो हेर्नु कस्तो भइसक्यो यस्तो नयाँ बाटोमा अघिसम्म सेफ भइरहेको
बसेर हुन्छ नि यतैबाट म चाहिँ ल अब चाहिँ हामी यहाँबाट जान्छ सजिलो हुन्छ भने हेर्नुहोस् है त हामी यहाँबाट जान्छ मलाई कसो गाइस म समाउँछु अब चाहिँ तर गाइस हाम्रो भिडियो चाहिँ पुरै हेर्नु होला है त अघि नै हेर होइन गाइजहरू अब चाहिँ यहाँ हाम्रो चाहिँ बत्ताली भेट्थ्यो हामीलाई यहीँ मनाएको होला गाइजहरू उहीँ ल बत्ताली भेट्थ्यो अब यस्तो खेल्नु गर्छ हामी चाहिँ यहीँ खेल्ने हो त्यसैको लागि हामी अहिले दादा अब तपाईँले आधी एपिसोड त यहाँबाट देखाउँछौँ अब अहिले पछि हामी एपिसोड देखाउनको लागि अहिलेको लागि बाई बाई।